चलचित्र मार्फत अरू जे हेरेको छौँ त्यसको लाइफ देखेको छौँ होइन। तर हाम्रो जस्तो राष्ट्रमा अब एक त खेलकुदको आफ्नै कस्तो किसिमको वातावरण छ। किन तारिफ छ भने योभन्दा अगाडिको लार्जर देन लाइफ फिल्म हुन्थ्यो नि त, एकदमै ठुलो क्यानभास, एकदमै ठुलो मेकिङ हुन्थ्यो, भन्दा पनि ठुलो क्यानभास हुन्थ्यो भनौँ। तर यसमा चाहिँ जो नेचुरल छ, जो जसरी फिल्म फ्लोमा भएको छ, नेचुरली भएको छ, एन्ड आइम सो ह्याप्पी। म इन्टायर टिमसँग पनि एकदमै खुसी छु, किनभने मलाई पनि यस्तो सिनेमा बन्नुपर्छ। हाम्रो डिरेक्टर मिलन चाम्स र सम्पूर्ण टिमलाई पर्सनल लेभलबाट थ्याङ्क यू पनि भन्न चाहन्छु। उहाँले यति राम्रो सिनेमा बनाइदिनु भयो र एन्जेला बहिनी आफै पनि यो चलचित्रमा आफै अभिनय गरेको पनि एकदम राम्रो। हुन त उहाँको आफ्नै चाहिँ नि स्टोरी हो र एउटा नेचुरल किसिमकै एक्टिङहरू छ उहाँको, कुनै बनावटी केही पनि छैन। जुन पीडा उहाँको चाहिँ नि त्यो समयमा भोगेको थियो होला, त्यो पीडा स्क्रिनमा देखिएको छ। त्यो कुरा चाहिँ नि एकदमै मलाई मन छुयो। थ्याङ्क यू सो मच। मेरो विचारमा पारा आएको छ। तरिका छ त्यसलाई स्पोर्ट्स ओके, तपाईँलाई थाहा थियो यतिलाई यति दुःख पाउनु भएको छ, फिल्महरू धेरैले भन्नुभयो धेरै त रुँदै निस्किनु भएको छ, अझ महिलाहरूलाई बढी छोएको देखिरहेको छु। तपाईँलाई थाहा थियो तपाईँले यति धेरै फुटबल हेर्नुहुन्छ, एन्जेला इन्डियाबाट हामीले उडिङ पनि गरेका छौँ। मैले एन्जेला भेटिसकेपछि उसले कथा सुनाउँदाखेरि उसले यो त अझै यो फिल्म हेर्दाखेरि जति उसले इमोसनल भएर मसँग पनि सेयरिङ गरेको कतिपय भावनात्मक कुराहरू जसरी त्यो उसको एकदमै मनमा हिँडेको छ नि, त्यो लेभल त्यो भावनात्मक त्यो कुरा चाहिँ नै हामीले अझै देख्न सकिने होला जसरी देख्न सक्यो। म त्यो सुनेर त म छक्कै परेको होइन। तर अब यस्तो नेपालमा थुप्रै यहाँबाट बाटो ब्लक गर्नु होइन, यहाँबाट गुम्बा भएको थियो के भन्दा अलिकति यता गरिदिनु नि, यता भाइ सङ्घर्ष गर्नुपर्छ यहाँ खेलाडीहरूले। पहिला भइसक्यो त्यो सङ्घर्षमा फुटबल प्लेयरको म त हेर्ने गर्छु मैले फुटबल टिमकै पनि म्याचहरू हेर्ने अवसरहरू पाएपछि सङ्घर्षको कथाहरू सुनेको थिएँ। तर मैले अघि पनि भनिहालेँ चलचित्र मार्फत आउँदाखेरि चाहिँ त्यसले खेलाडीहरूको आफ्नै किसिमको सङ्घर्ष र समस्या भएको बेलामा महिला खेलाडीको आफ्नै किसिमको फेरि थप समस्या र सङ्घर्ष हुन्छ र त्यसलाई यति मिठो ढङ्गले मिलन दाइले स्टोरी टेल गर्नुभएको छ होइन। कलाकारहरूको यति उम्दा अभिनय छ, सृजना दिदीको स्पेसली होइन, आमा र छोरीको पनि एउटा यस्तो मिठो सङ्घर्ष देखाइएको छ। दया दाई लगायत अन्य अरू माउसी दाई सम्पूर्ण कलाकारले न्याय गर्नुभएको छ। आई थिङ्क कास्टिङ एकदमै राइट छ। बायोपिक बनाउन एकदम गाह्रो हुन्छ। मिलन दाई कति सफल हुनुभयो जस्तो लाग्छ? एकदमै गाह्रो छ हो हजुर। त्यो माथि खेलाडीको, किनभने त्यो खेलकुद त्यो आफ्नै किसिमको टेक्निक हुन्छ, त्यो चिजको लागि एउटा स्पेसल इक्विपमेन्ट्सहरूदेखि लिएर त्यसको एउटा सर्टेन काइन्ड अफ ब्लकिङहरू चाहिन्छ र त्यसमा अलिकति मात्र चुक्यो भने पनि कथा जस्तो तरिकाले प्रभावकारी तरिकाले भन्नु खोजेको त्यसरी पुग्दैन होइन। त्यसमा मिलन दाइले एउटा पदार्थ जुन जोखिम मोल्नु भएको छ त्यसको लागि पनि उहाँलाई आई थिङ्क शुभकामना धन्यवाद दिनुपर्ने हुन्छ र मजाले एट द एन्ड जे कथा भन्न खोजेको त्यो चाहिँ मजाले अडियन्स समक्ष पुग्छ। एकदम पनि बनायो एकदमै रोजी लागिरहेको छ होइन भित्रबाट मलाई एकदमै के भएर
इन्सपिरेसनले लिएर केही त्यो देखाउँदै गर्दाखेरि समाजको बाटोहरूलाई छलफल पार्टिनु भएको छ हामीलाई गलत लाग्ने कति चिजहरू चाहिँ कतिको जीवनको बुराइ हुन्छ होइन र सँगसँगै जहिले पनि जीवनमा सङ्घर्ष गर्दा गर्दै सपोर्ट गर्ने व्यक्तिहरू पनि त्यति नै हुन्छ